हेलो गाइज गुड मर्निङ। आज चाहिँ हाम्रो स्पेसल तिहार रहेको छ, हिन्दीको फेस्टिभल होइन। सबै दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ आजको विशेष तिहारको शुभकामना दिन चाहेँ मैले। अनि आजको दिनमा चाहिँ हामी सबैजना घरको मेरो दिदी मम्मी सबैजना नुहाएर एकदम रेडी भएर होइन घर साफ गरेर मेरो मम्मी चाहिँ किचनमा हुनुहुन्छ। लेट्स सी माई मम किचनमा खाना बनाउँदै हुनुहुन्छ। मम्मी चाहिँ होइन के बनाउने बनाउँदै हुनुहुन्छ। रोटीहरू चाहिँ हामीले हिजो नै हालिसकेका छौँ। सेलरोटी फिनरोटी धेरै आइटमहरू हालिसकेका छौँ। हाम्रो पूजाको लागि पनि लगभग सबै रेडी भइसकेको छ नै। सेलरोटी पनि हालेका थियौँ, तर अहिले यो बचेको टुक्राहरू रोटी हो, यो चाहिँ हामीले अहिले खाइरहेको छौँ नास्ताको लागि। नत्र अरू रोटीहरू चाहिँ हामीले लगभग बनाएर राखिसकेका थियौँ। मम्मी चाहिँ किचनमा बिजी हुनुहुन्छ। अनि 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 बहिनी चाहिँ वासरुमबाट आउँदैछ। अनि त्यसपछि आएर हाम्रो चाहिँ यहाँ के भन्छ तिहारको लागि चाहिँ ढोका छेक्नुपर्छ होइन। भाइ चाहिँ हाम्रो यही हो, सानो सानो क्युट भाइ, यही हो मेरो भाइ। हेलो गाइस, हैप्पी बर्थडे सबका। गाइस ह्याप्पी बर्थडे रे, ह्याप्पी तिहार है। यसलाई चाहिँ भन्न आएन। यो चाहिँ मेरो दिदी हो, भएर चाहिँ एकदमै पूजाको लागि तयारीहरू गर्दै हुनुहुन्छ होइन। अनि विशेष टिकाहरू बनाउँदै हुनुहुन्छ, त्यो चाहिँ ढोकामा छेक्नको लागि। र भाइको लागि चाहिँ ओखर फोड्नुहुन्छ आज होइन। हामीले भाइलाई कुरो पनि लगाइदिएको छैन अहिलेसम्म, त्यसको लागि पनि हामी रेडी गर्छौँ। प्लस हामीले कलर्सहरू पनि राखिसकेका छौँ 2टा ढोकामा। र बचेको तयारीहरू हामी गर्दै गर्छौँ। अपडेट आउनेछ। प्लिज सब्सक्राइब माई हिमाली च्यानल। ओके, यो टिका एकदम सफासँग राख है, उसमा भाइलाई लाउनु काम आउँछ अहिले। यो टिका चाहिँ हाम्रो ढोका पनि लगाउने र भाइलाई पनि लगाइदिने भन्नुहुन्छ मम्मीले। लेट्स एकदमै रमाइलो भइरहेको छ होइन। रमाइलो त हुन्छ नि अब, आफ्नो हिन्दूको अब एकदमै विशेष चाड जो हाम्रो होइन आजको चाहिँ त्यसैले रमाइलो भइरहेको छ। सी माई सिस्टर सदिक्षा, सिज नेम इज। माथि एउटा सबैजनाले चाहिँ आजको तिहार एकदमै विशेष गर्नु होला है। अब विदेशमा हुनुभएकाहरूले चाहिँ उनीहरूको लागि चाहिँ एकदम गाह्रो सिचुएसन हो। आफ्नो दिदीबहिनीहरूको याद आएको होला, आफ्नो दाजुभाइहरूको याद आएको होला। सबैजनालाई यो साल मनाउन नपाए पनि नेक्स्ट साल जसरी पनि मनाउनु होला, किन भन्दाखेरि यो घरिघरि आउँदैन। हाम्रो मेन मुख्य चाड हो। हामीले चाहिँ आफ्नो चाडपर्वलाई चाहिँ गुमाउनु हुँदैन। अहिले एकदमै संस्कृति, हाम्रो जुन संस्कृति छ त्यो संस्कृति चाहिँ अहिले विकृतिमा गएको छ। कसरी भन्दा जस्तो अब धेरै ठुलो कुरा के गरौँ होइन, नर्मल्ली अब हामी एउटा टिन एज चाहिँ क्रस नै भएको होइन। हामी अब 20-21 एजको मान्छेहरू। अब हामीलाई धेरै कुराहरू मतलब नै लाग्छ क्या, सबै कुराहरूको सोच हुन्छ, धेरै सोचेका हुन्छौँ हामीले, तर सक्सेस चाहिँ हुन गाह्रो लाग्छ क्या। मतलब गाह्रो हुन्छ हामीलाई सक्सेस हुन चाहिँ। त्यो काम जतिसुकै कोसिस गरे पनि हामीलाई सबै कुरा थाहा छ। हामीलाई थाहा हुँदा हुँदा पनि हामीले त्यो कुराहरूलाई चाहिँ गर्न सकिरहेको छैनौँ के। जस्तो तिहारको बेलामा हामी प्रायः सबैले खेल्ने भनेको भैलो, देउसी भैलो खेल्छौँ होइन सबैजनाहरू। अनि त्यो देउसी भैलो चाहिँ अब पहिलाको मान्छेहरू कसरी खेल्ने गर्थे, राम्रा सांस्कृतिक सङहरू लगाएर देउसी भैलोका सङहरू दाजुभाइ दिदीबहिनीहरू एकदमै मालाहरू लगाएर राम्रो एउटा नेपाली गाना, सबैको आमा बुबाहरूको मन छुने गानामा नाच्ने, मादलको तालमा नाच्ने, रमाइलो गर्ने गर्थ्यो भने अहिलेको भैलो चाहिँ कस्तो छ भनेपछि एकदमै विदेशी गाना, विदेशीहरूलाई आकर्षित गर्ने तरिकाले इन्डियन सङ, हिन्दी सङ, ऱ्याप सङ भन्ने यस्ता खालका विकृतिहरू फैलाइरहेका छन् कि। यस्ता सङहरूमा डान्स गरेर उनीहरूलाई उत्तेजित बनाइरहेको छन्, उनीहरूलाई हाँस्ने मौका दिइरहेको छन्। तर यो भनेको एकदमै गलत हो। र यो सुझाव पनि प्लिज सुनिदिनु होला सबैजना। जतिले भ्लग हेर्नुहुन्छ, मेरो भ्लग हेर्दै हुनुहुन्छ भने प्लिज यो सुझाव पनि मान्नु होला। र मैले पनि आफूले पनि मैले यो चाहेर चाहिँ गर्न सकेको छैन। म भैलो खेलेको पनि छैन, देउसी भैलो कतै पनि। इफ होइन म कतैतिर रमाइलोको लागि गयो भने नि मैले चाहिँ भनिरहेको हुन्छ सबैजनालाई, एटलिस्ट यति त नगर, नेपाली राम्रो सङ बजाऊ, सबैजनालाई मन छुने, हाम्रो यस्तो डान्स गरिदिनु, कुनै बिहे पार्टीहरूमा गएर गर्नु छ भने। तर तिहारको स्पेसलमा चाहिँ नगर, किनभने चाहिँ हाम्रो फेस्टिभललाई चाहिँ एउटा एकदमै नकारात्मक प्रभाव पाइरहेको हुन्छ। हाम्रो फेस्टिभल लोप हुने सम्भावनाहरू हुँदै हुन्छ भन्ने खालको कुराहरू मैले भनिरहेको हुन्छु। फर्स्ट डे चाहिँ म कतै पनि गएन घरदेखि बाहिर होइन, कुनै पनि ठाउँमा गएन। अनि हिजोको साँझ चाहिँ म गएँ
मेरो एकजना साथी बेस्ट फ्रेन्डले चाहिँ मलाई हिमाले चाहिँ बोलाएको थियो उसको भैलीमा म बस हेर्नुको लागि गएँ तर उहाँ चाहिँ एकदमै नेपाली चाहिँ नेपालीमै डान्स गरिरहेको थियो कुनै दिन यस्तो हुन्छ गाइस नेपाली सङ पनि नेपाली भनेर तिहारमा बजाउने जस्तो हुँदैन कुनै चाहिँ के किन भन्दा नेपाली सङ पनि कुनै कुनै अलिकति शब्दहरू नराम्रो हुने हुन्छ त्यस्तो शब्द नराम्रो भएको गाना भनेको हामीले बजाएर तिहारको बेला चाहिँ नाच्ने होइन मैले गानालाई दोष दिएको होइन मतलब त्यो टाइममा चाहिँ अलिकति उचित हुन्न मेरो विचारले चाहिँ होइन हजुरहरूलाई कस्तो लाग्छ हिन्दी सङ अनि शब्दहीन खालको सङहरू चाहिँ अलिकति राम्रो नै हुँदैन राम्रो मन छुने भएका खालको गाना सकेसम्म त मादलमा एकदमै राम्रो लाग्छ त्यसैले मैले चाहिँ त्यो कुराहरू साथीहरूलाई पनि भनेकै हुँ तर मान्दैनन् भनेपछि अब मैले रोकेर हुँदैन होइन म एउटाले अलिकति मेरो विरोध नै भइहाल्छ हाम्रो चाहिँ तयारी पनि हुँदैछ मैले हजुरहरूलाई बस एउटा आफ्नो फिलिङ्स सेयर गरेको है मैले यो गर्नै पर्छ भनेको होइन कसैको विरोध पनि गर्न चाहेको होइन मेरो स्पेसल आफ्नो चाहिँ माई ओन फिलिङ्स के अब म चाहिँ मेरो दिदीले के गर्नुपर्छ लेट्स गो हेरौँ है त दिदी खै मम यस मेरो दिदी चाहिँ यहाँ ढोका छिक्नको लागि एकदमै रेडी भइसक्नु भएको छ होइन हेलो मम हेलो गाइस ड्याडी आउनु भएको छ भाइ एकदमै खुसी भइसकेको छ भाइ खुसी भएर चाहिँ ड्याडीसँग गएको छ म पनि तपाईँहरूलाई मेरो ड्याडी ल्याउन जाँदैछु गाइस हेलो गाइस उहाँ चाहिँ मेरो ड्याडी हुनुहुन्छ हल्का दाउनु हेलो गाइस मेरो बाबा अनि म दादी अनि चन्दा दुर्गा हेलो गाइस उहाँ चाहिँ मेरो ठाजी अनि मेरो भाइ हो दे आर फ्यामिली आज एकदमै रमाइलो भइरहेको छ गाइस होइन तपाईँहरू पनि रमाइलो गर्नु होला He is my छोटा भाइ गाइस सबैजना आफ्नो आफ्नो काममा व्यस्त छन् दिदी पूजा गर्न मम्मी खाना पकाउन ड्याडी पनि बाहिर भाइ पनि बाहिर सो म चाहिँ केही काम नभएको भएर खाँदै बस्दै